अनि आमाले मलाई भन्छ मैले भने दिदीले मलाई आफैलाई फोन गर्नु भएको छैन मलाई फोन गर्यो भने त सबैसँग बोल्छ त घरमा दिदी थाहा पाउनुहुन्न हजुरले भनेर भने आमालाई अनि मैले भने मैले आफै त फोन नगरेर दिदीलाई कतिचोटि फोन गरेको छु उठाउँदैन ब्याक पनि गर्दैन सन्चो भएन चाहिँ क्या भने कान्छालाई नि भने तिमीले त धेरै भयो फोन गरेको छैन भने कान्छाले काममा होला नि त्यो लगाउँदा काममा पऱ्यो होला भने फेरि सर दिदीको घर बस्नु भएको तेरो फोन पनि गर्नुहुन्न धेरै भनेर मैले नि भने शोभाले भन्छ तर मैले शोभालाई पनि भनेको तिम्रो मम्मी त सासू त्यसरी रोथ्यो अरे भने ठुलो मम्मी बिजी हुन्छ शोभालाई अनि विदेशमा भनेको छु त काम हुनु मैले ठुलो आमा काम भएर होला फोन नगर्नु नत्र त गर्छ त्यो मम्मीले त फोन भने उसलाई दिएको त्यो म त्यस्तै हो नि दिदीले काम पाउँदैन दिनभरि बिहानभरि भोटाउमा बसेर रोटी पकाएर अब घर बस्दैन खालि दौड हिँड्छ मात्र Would you rather become a femboy or बोल्दै become a फेरि furry